छातीहरू चौडा थिए, सबै अङ्ग प्रत्यङ्ग मिलेको थियो। कति सुन्दर रहेछ नि बालक। जब निधार पढ्न लाग्नुभयो, निधार पढ्दै गर्दा भन्नुभयो सबै कुरा त भरिपूर्ण रहेछ यसमा, तर के गर्नु? एउटा कुरा भने यिनको दुर्भाग्य, 12 वर्षको उमेरमा यिनको मृत्यु हुन्छ, त्यो पनि जलमा डुबेर अकाल मृत्यु प्राप्त गर्छ। देवल नाम गरेका मुनिले जब यी शब्दहरू उद्घारित गर्न लाग्नुभयो, सुदेव नाम गरेका ब्राह्मणलाई भने आफ्नो पुत्रको भविष्य सुनेर दुःख लाग्यो मनमा। देवललाई पनि खिन्न लाग्यो। ओहो, पहिला आयु विचार गरेर मात्रै लक्षणको कुरा बताउनु पर्ने, पहिला लक्षण सुलक्षण सबै बताएँ, अन्तिममा मैले आयुर्ताको कुरा गरेँ। आफूलाई पनि त्यति चित्त बुद्ध भएन। यद्यपि जे हुने हुनामी छ, यो त हुन्छ हुन्छ, यही हो मैले देखेको गति। देवल नाम गरेका मुनि विदा भएर जानुभयो। यता देवल मुनिको गमन पश्चातमा सुदेव नाम गरेका ब्राह्मण भने अब चिन्तातुर हुन लाग्नुभयो। बल्ल बल्ल प्राप्त भएको सन्तान छ, त्यो पनि गरुडजीले कृपा गर्नुभएको हो, तर अकाल मृत्यु हुन्छ। अब कसरी हामीले सहौँला त्यो दिन? जीवनका यी समय संसारमा जन्म लिएर आएपछि भैँस लाग्ने अवस्थामा मृत्यु भयो भने कस्तो गति होला बालकको? मनमा अझैबाट चिन्तित हुन लाग्नुभयो। गौतमी नाम गरेका देवीले पनि सम्झाउँदै थिइन्, होइन परिदेव, फेरि अर्को चिन्ता किन लिनुहुन्छ? हिजो छैन भनेर चिन्ता लिनुभयो, भगवानले दिन सक्नु भएन त्यहाँ पनि चिन्तै गरुडजीले प्रदान गर्नुभयो, आज फेरि अर्को कुरा सुनेर फेरि चिन्ता। चिन्ताले त सधैँभरि जीवन यापन गरेर त अर्थ रहेन। त्यसकारण प्रभु चिन्तालाई त्यागिदिनुहोस्, चिन्तालाई त्यागिदिनुहोस्, चिन्ता लिनु हुँदैन भन्दै सम्झाउँदथे। सुख से दुख से न कोपि दाता, भलो ददाति कुबुद्धि रेषा, अहं करोमीति वृथाभिमान, स्वकर्म सूत्रे ग्रथितो हि लोके। त्यसैले जो कर्म छ नि, कर्म त हामीले कर्मकै कारणले सुख र दुःख भोगिरहेका छौँ। आजदेखि चिन्ता हुनु हुँदैन, चिन्तित हुनु हुँदैन।
प्रारब्धमा यही लेखिएको छ भने ठिकै छ त के गर्नु, हामीले हुने हुनामी टार्न सक्दैनौँ। परमात्माले लेख्नु भएको छ भाला अक्षरमा भने त्यो हामीले त्यसलाई मेट्न सकौँला र, किनकि प्रारब्ध भनेको नै त्यही हो। प्रारब्धले भगवान्लाई पनि छोडेको छैन, हामी मनुष्यलाई देखेको कुरा। प्रारब्धै बलवान छ प्राणीहरूको, गर्दैन केही गरे, ब्रह्मा विष्णु महेश घुम्दछन् हरे, प्रारब्धको खेल परे। काटियो हरिको शिर पनि अघि, लक्ष्मीजीको श्रापले, झेलखाना बिचाई जन्मनु भयो, श्री कृष्णको पापले। कसलाई छोडेको छ प्रारब्धमा? हरि भगवानले पनि आफ्नो शिर छेदन गर्नु परेको थियो हयग्रीव अवतार लिनको लागि। ब्रह्माजीलाई पनि आफ्नो 5वटा शिरमध्ये एउटा शिर काटिनु परेको होइन र? पुष्कर तीर्थमा अद्यापि त्यो रहेको छ। शङ्करजीलाई पनि त सङ्कट परेकै हो। त्यसकारण अरूको के कुरा, भगवान परमात्मा परमेश्वर कृष्ण परमात्माको जन्म पनि त झ्यालखानभित्र भएको हो नि त, किन स्वतन्त्रसँग हुन सक्ने भएन? कुन पाप थियो र भगवानमा? यस्तै यस्तै सबै कुराहरू सम्झाउँदैथिन् ज्ञानी भएकी गौतमीले, मान्नु भएन। तर भएको छोडिदिनुहोस्, यस्ता पीर नगर्नुहोस्, किनकि संसारमा कोही पनि अजम्बरी छँदै छैन, एक दिन त मर्नुपर्छ। हिरण्याक्ष नाम गरेको त्यति शक्तिशाली दानवले पनि जब पृथ्वीलाई नै लगेर रसातलमा लुकाउन सक्ने सामर्थ्यवान भएको व्यक्ति पनि एक दिन मर्नु पर्यो। 10वटा शिर भएको दशानन रावणजीको पनि त काटिनु परेको होइन र शिर? वृत्रासुर अत्यन्तै शक्तिशाली दैत्यदायी पनि त मर्नु परेको हो। अरूको के कुरा गर्नुहुन्छ? छोडिदिनुहोस् यस्ता कुराहरू। एवं यी भाविनो भावा भावनेव मुनीश्वरः। भावी भक्तानाम जो छ भावीले लेखेको कुरा भोग्नु छ प्रभु। उत्तिष्ठ हे नाथ हरिम भज सनातनम। बरु भगवान हरिकै शरणागति हुनुहोस्, पुष्टम भगवानको सेवा गर्नुहोस्। हे पतिदेव, शोक गरेर आजदेखि नै तपाईँ यहाँ जीवलाई सुकाउने कर्म नगर्नुहोस् है। चिन्तित हुनु हुँदैन। चिता चिन्ता समाघात तस्मा चिन्ता नगरिएस्। चिन्तित हुनु हुँदैन, चिन्तन गर्नुहोस् प्रभुको। चिन्ता त्यागिदिनुहोस्, चिन्तन गर्नुहोस् श्री पुरुषोत्तम भगवानको। सम्झन लाग्दथ्यो। अब आफ्नो पत्नीको कुरालाई स्वीकार गर्दै अब यिनै सुदेव नाम गरेका ब्राह्मण पनि भगवान परमात्माको ध्यान गर्दै गर्दै रहनुभयो। गुरुकुलमा अध्ययन गर्न गएका छन् आफ्ना पुत्र। दिनहरू बित्दैछन्। जङ्गलमा जाने, कुछ समिधाहरू ल्याउने, फलफुल ल्याउने, के गर्ने घरमा गृहस्थीमा सुदेव यसरी दिनहरू बितन गर्दै गर्दै जानुभएको छ। तर के गर्ने, समयको कुरा हो। जब 12 वर्षको समय भयो, ती बालक गुरुकुलमा आफ्ना गुरुकुमारहरू, साथी सङ्गी सहपाठीहरू जो थिए सबैजनासँग खेल्दै खेल्दै ग्रीष्म ऋतुको अत्यन्तै गर्मी समयमा जल क्रीडा गर्नको लागि इच्छा गर्दै नदीमा गएछन्। आखिर त्यही थियो घटना, हुनु थियो नै। परमात्माले आज यस्तो कर्म गरिदिनु भयो। यहाँ प्रवेश्य भाविने क्रोडे भैसै सवार्णे, जलयन्त्रै छिपनवारी बालके सहस्मन हो। बालकहरूका साथमा जलवारी यन्त्र नाम गरेको यन्त्र प्रयोग गरेर जलमा क्रीडा गर्न लागि, लुकी खेल्ने कर्मको लागि, जलभित्र डुब्ने खोज्ने कर्म। यस्तो कर्महरू आज गरौँ भन्ने इच्छा भयो। सबै बालकहरूले त्यही गर्न लागि। जब ती सुखदेव नाम गरेका बालक जलभित्र प्रवेश गर्नुभएको थियो, जलभित्र प्रवेश गर्दै गर्दा जलभित्र डुब्न लागे राजन। त्यो जममा सक्नु भएन बाहिर निस्किन। धेरै पीडा भयो। पानी निला लागे, बाहिर निस्किने प्रयास गर्छन्। आज कालको गति जलले थिच्न लाग्यो सुखदेव ती कुमारलाई। सक्नु भएन। कुमारहरू अन्य थिए, सबैले तान्ने प्रयास गर्छन्, सकेनन्। राजन यस्तो गति भयो। अत्यन्तै दुखित हुन लागे। कुमारहरूले सकेनन्। कुछ समिधा खोज्नको लागि सुदेव जङ्गल जानुभएको रहेछ। उहाँलाई भेट्नु भएन कुमारहरूले। गएर आमालाई भनिदिए गौतमीलाई, माता सुखदेव आज जलमा डुबिरहेका छन्, हामीले झिक्न सकेनौँ। आमालाई पनि मनमा पीर भयो। वज्रपात परे जस्तो लाग्यो। संसार खसे जस्तो लाग्यो। आफूमाथि थिचिएको जस्तो लाग्यो। अघि बढ्दै बढ्दै जलमा गएर हेर्नुहुन्छ, नदीमा पुगेर हेर्नुहुन्छ त जलभित्र डुबेर माथि उत्रिरहेको पो रहेछ। गोप्टो परेर तान्नुभयो, बाहिर जगलबाट बाहिर ल्याउनुभयो। नदीको किनारका बिचमा ल्याएर हेरेको त पानी पिएर धेरै ठुलो पेट बनाएर निलेछ। थिच्नुभयो, आज यहाँ प्राण रहेन मेरो पुत्रमा भन्ने कुराहरू ज्ञान भयो। हाकार हुकार चित्कार गर्न लागिन्, झाँक्रो फिजाएर रुन लागिन्। हे दैव, कस्तो निष्ठुर छौ तिमी। वृद्धलाई राखेर बालकलाई लानेवाला तिम्रो कति कस्तो गति है। रुन लाग्नु भयो, कराउन लाग्नु। कालको महिमा यस्तै छ राजन। राजा रङ्ग सबै समान उसका,
वैषम्य गर्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो। यस्तो गति हुन लाग्यो। आज शस्त्र अस्त्रसँग पनि डराउँदैन त्यो काल। भाका भूल दया सन्तोष ममाया ममता कसैसँग छैन। जसको जति हो नि आयो टप्प टिप्यो लग्यो पिए मिति पुग्यो टाढेर टर्दैन त्यसलाई कसले। जति बिन्ती गर इन्द्र आएर बिन्ती गरून् पाउमा झुकेर त्यो पनि मान्दैन। आज यही गति भयो। राजा रङ्ग समान, राजाको लागि पनि त्यही गति, प्रजाको लागि पनि त्यही गति, विद्वानको पनि त्यही गति, मूर्खको पनि त्यही गति। उच्च कुलको निच कुलको भन्ने कुरा हुँदैन काललाई। समय सीमा समापन भएपछि आउँछ लिन लान्छ टप्प टिपेर। गति यस्तै त छ नि। मनमा यही लाग्यो। रोइरहेकी छिन्, कराइरहेकी छिन्, बालकको शिर आफ्नो काखमा राखेकी छिन्, चुम्बन गरिरहेकी छिन्, टाँसिरहेकी छिन्। उठ्दैन बालक। बाबु उठ न, उठ, हेर तिम्रा साथीहरू तिमीलाई पर्खिरहेका छन् खेल्नको लागि, उठ। गुरुले तिमीलाई बोलाइरहनु भएको छ। तिम्रो मधुरवाणी वेदवाक्यहरू एके त्वा तोड जस्तो आवाज व्यस्त देववाह यी मन्त्रहरू उद्घारित गर्नको लागि। बाबु उठ न, तिम्रो त्यो मधुरवाणी गुरुलाई पनि प्रिय छ, उपाध्यायको लागि पनि प्रिय छ त्यो वाक्य। आऊ बाबु उठ। जब जङ्गलबाट फर्केर आउन लागे सुदेव नाम गरेको ब्राह्मण, उनले पनि सुने पुत्रको मृत्यु भएको कुरा। आज 12 वर्षमा जलभित्र डुब्छ भन्ने कुराहरू थियो। देवलमणिको घोषणा भविष्यवाणी आज पूर्ण भएछ। मनमा पीडा लिएर दौडिँदै आउन लाग्नुभयो। नमन्दै आफ्नी पत्नीका साथमा पुत्रको गति देख्नुभयो। सुदेव नाम गरेको ब्राह्मण पनि मुर्छाउन लागे। वज्रपात समं वाजं बालनां नम्मते प्रिया श्रुत्वा भूमौ पपापातु गौतमी पुत्रवत्सलः।
कृष्णचंद्र भगवान को भक्तार भगवान को आचको आनंद को भगवान को
रुखमा चढी चढी काठमा बसी बसी छिकी खोज्छ नाकाले ले ले हरि सारा छिकी खोज्छ नाकाले ले ले हरि सारा
चोला ओ तिमीको कहिल्यै नबिर्सनु चोला ओ तिमीको चरणमा चित्त लाउनु कहिल्यै नबिर्सनु चोला ओ तिमीको चोला तिमीको चोला तिमीको श्री रामचंद्र भगवान को राधा पुरुषोत्तम भगवान को पुरुषोत्तम मास महात्म्य को भक्तवत्सल भगवान को छौनी कृष्ण का छौनी कृष्ण का हे कृष्ण सयापत पर्यो मलाई स्वर्ग पत पर्यो मलाई हे कृष्ण कृष्ण पनि आउनु भयो बाँसुरी फुटेर कृष्ण पनि आउनु पुराण पुरुषोत्तम भगवान को गोविंद गोपाल भगवान को पुरुषोत्तम मास महात्म्य को पुरुषोत्तम भगवान को तबरबाट भगवान पुरुषोत्तमले आफ्नो नाम प्रदान गर्नुभयो आदि मासलाई आजबाट पुरुषोत्तम महिना भएर चिन्नुपर्दछ पवित्र दायक पनि रह्यो यो महिना अन्य वैशाख चैत पर्यन्तका अन्य महिना नाना रूप लिँदै कलङ्क सहँदै उभार हर्दा छदा हाम्रा यही मनभित्र नै बसिरहुन् श्री शेष साई सदा श्री पुरुषोत्तम भगवान को शेष साई भगवान को गोविन्द गोपाल भगवान को त्यसैले प्रभु हजुरले सबैको रक्षा गर्नुभयो सबैलाई दया देखाउनुभयो तर भगवान श्री हरि पर इसी प्रश्न नरहो मलमासो